आज चाहिँ हैन सो कारबाट टक्कसँग हैन मालिक भयो जस्तै टक्क यत्रो करोडकै गाडी अब यसो बस्न भिडियो बनाउनु मिलेपछि त के को छ र हैन किन छोड्ने र भने चाहिँ मैले चाहिँ टक्कसँग यसो एउटा स्लोमो क्लिप बनाए। कहाँ है आपका एल डोराडो?
यसो म पनि अब अलि हल्का भिडियो सिडियोमा त यसो धाग लगाउनु पऱ्यो नि त खतरा भनेर यसो त्यसपछि चाहिँ अब मैले अलि यसो झ्याप्प बारेमा यसो इन्ट्रो टाइपको भिडियो चाहिँ बनाइरहेको थिएँ मेरो साथीले लजाएर भाग्यो यसो मजा अलिक बोलिदिइरहेको थिएँ त्यहाँनिर सो त्यस्तो चाहिँ भइरहेको थियो यसपछि चाहिँ हाम्रो फेरि ब्रिफिङ क्लास सकेपछि चाहिँ त्यही हो नि त अब यसो थकाइ लाग्यो हुन्छ खाना खायो अब निन्द्रा लाग्छ कोही साथीहरू कतै सुत्दिन्छ कोही कतै सुत्दिन्छ होइन अब यस्तै त हो नि जापानमा त सब साथीहरू कोही कतै सुत्छ कोही कतै सुत्छ यो त चाहिँ अलिक भाइरल भएको साथी हो नि त सो टिकटकमा चाहिँ एकदम भाइरल हो नि त अब सो भाइरल साथीको नि मैले एउटा भिडियो बनाएको थिएँ त्यसलाई पनि मैले क्लिपमा एड गरेँ त्यसपछि चाहिँ हाम्रो खाना सुरु भयो हामीले सबै सकेर होइन दिनको सकेर नाइटको चाहिँ अब हामीहरूले टक्क सबै साथीहरू टिम रुममेटहरू मिलेर जानुपर्ने हुन्छ सो सबैजना बसेर आफ्नो खाना खाने खाना भने चाहिँ एकदम हुन्छ होइन अब कोही नगरौँ न एकदम खवाल मिठो हुन्छ जति पनि खानु पाउँछ क्या फेरि ताबे बोलाइ हुन्छ नि त्यस्तै टाइपको ताबे बोलाइ हुन्छ अब चावलमा खानालाई अनलिमिटेड खाने क्या जति खाना नि हुन्छ क्या टाइम हुन्छ टाइम तोकिदिएको हुन्छ त्यो टाइमभित्र जति नै खान सक्यो क्या 1 कुइन्टल 2 कुइन्टल 5 चोटि 6 चोटि 7 चोटि होइन अब गाउँलेहरूले चाहिँ खान्छ मैले नि एकदम खाँदिनँ सो त्यसरी चाहिँ अब खाने मिल्ने ताबे बोलाइ हुन्छ ताबे बोलाइ सो एकदम खाइयो होइन अब यसो सबै अब धेरै त जातिहरूको फुडहरू हो त्यही पनि अब हाम्रो आफ्नो टाइप चाहिँ साथीहरूले खान सक्ने टाइपको होइन अब युनिकहरू नभएको गाइड मात्रहरू चिकनहरू जस्तै त्यस्तो सामानहरू होइन अलिक होइन सबैतिर सजिलो पनि मिठो एकदम केक भयो अब सबै टाइपको हुन्छ क्या फेरि अब जापानिज भने चाहिँ जापानिज चाहिँ हुँदैन क्या फेरि अब सबैमा चाहिँ अब युनिक कुनै हुँदैन नि त अब त्यो डिफ्रेन्ट टाइपको खाना चाहिँ सबैले मिलेर यताउता मिलाएर खाइदियो एकदम रमाइलो थियो होइन खाना तर एउटा चाहिँ ऊ हो कि अब बिहानदेखि साँझसम्म एकदम त्यो गरे हुन्छ कि अब यस्तो नियमै भइहाल्यो त्यो चाहिँ मैले सकेपछि अब आएर रुममा यसो ओप्रो बसेर टक्कसँग होइन अब सुत्नु पऱ्यो अब फेरि बिहानै उठेर आइदियो फेरि भन्दा त्यो सुतेर टक्क सुतेको नाइट अब गाइस सुत्ने तयारीमा खाना खाएर सक्यो नुहाएर सक्यो अब सुत्ने जाने गुड नाइट बाई लु